नमस्ते सबैलाई। म इन्द्र राहुल। हिजो कि अस्ति मैले एउटा भिडियो देखेँ, 8 सालकी फुच्चीलाई बलात्कार गर्यो भन्ने होइन। हाम्रो नेपालमा बलात्कारीको यो धेरै किन बढिरहेछ? यो धेरै बलात्कार गर्ने धेरै मान्छेहरू बढिरहेछन्। सबैभन्दा पहिले त कानुनको सजाय एकदम कमजोर भयो कि यिनीहरूलाई। यी बलात्कार गर्ने मान्छेलाई कानुनको सजाय कमजोर भयो, यिनीहरूको मनोबल अझै बढी केही पनि हुने छैन भन्ने यिनीहरूको सोचमा छ कि बलात्कार मुजीहरूको सोचमा छ होइन। अस्ति यो जेन्जी आन्दोलनमा जसरी गोली हानेर पुलिसले मारे नि ती नाना बालबालिकाहरूलाई, त्यसरी यी बलात्कारहरूलाई मार्न सकिँदैन गोली हानेर। मुजीहरू जो गलत गर्छ त्यसलाई मुजी केही गर्न सक्दैनौँ, त्यसलाई गोली हाल्न सक्दैन। जो मुजी आफ्नो हकको लागि मुजी नेपालमा के गरे यो उत्रिन्छ सडकमा, तिनीहरूलाई तिमीहरू मुजी गोली हानेर ढाल्छौ, त्यही पनि मुजी डाइरेक्ट सिनामा। यी मुजी बलात्कारहरूलाई मार्न सकिँदैन। तिनीहरूलाई सिधा साधा मान्छेलाई मार्ने बेला त टाउकोमा गोली हानेर जेन्जी ग्रुपको मान्छेलाई मार्यो, त्यस्तरी यो बलात्कारीलाई हत्यालाई मार्नुपर्छ। नत्र भने हाम्रो समाजमा चेलीहरू कोही पनि सुरक्षित छैनन्। 8 वर्षको एउटा सानी फुच्चीलाई बलात्कार भयो भने चाहिँ अब आफै सोचिहाल्नु कतिकोसम्म आइमाया र फुच्चीफाच्चीहरूलाई सुरक्षित काहीँ पनि छैनन्। कडाभन्दा कडा कानुन बनाउनुपर्छ। अर्कोचोटि सोच्नुपर्छ कि बलात्कार गर्नुभन्दा के हुन्छ भनेर मान्छेको रुह काप्नुपर्छ। यति भन्नु छ, अरू म केही भन्दैन। मैले बोलेर पनि केही हुनेवाला छैन। त्यही पनि मैले आफ्नो एउटा रिस उठेर मैले भिडियो बनाएँ। जय नेपाल।